मुद्दामा यो हामी बिहारी समुदायलाई बदनाम गरिँदैछ। अपिल गर्न चाहन्छौँ कि यो मुद्दामा तपाईहरुले हाम्रो सिक्किमे बिहारीलाई नमुचिदिनुहोस् र यसमा सिक्किमको बिहारी जागरण मञ्चको कुनै पनि कसैको पनि केही हात छैन, न उहाँसँग सरोकार छ, न उहाँलाई हामी चिन्दछौँ। सोशल मिडियामा धेरै जस्तो सिक्किम बिहारी जागरण मञ्चका प्रतिनिधिहरूले जुन चाहिँ दिल्लीमा धरना भएको थियो त्यो विषयमा प्रतिक्रिया दिएन भनेर, अनि म सिक्किम बिहारी जागरण मञ्चका महासचिव अनि मसँग हुनुहुन्छ श्री दिलीप प्रसादजी, सिङताम ब्रान्चका अध्यक्ष, अनि यहाँ हुनुहुन्छ श्री क्रिस शाहजी, उहाँ बलुवाखानी ब्रान्चका अध्यक्ष हुनुहुन्छ। अनि तपाईँलाई पनि ज्ञात भएको कुरो हो, जुन चाहिँ दिल्लीमा जन्तर मन्तरमा धरना प्रदर्शन गरिएको छ, त्यो व्यक्तिसँग सिक्किम बिहारी जागरण मञ्चको कुनै सरोकार छैन, न त ऊ सिक्किम बिहारी जागरण मञ्चको सदस्य हो, न सिक्किम बिहारी जागरण मञ्च उसँग कुनै जान पहिचान छ। अब उसले यो धरना कुन प्रकारले के पारा दियो त्यसमा हाम्रो सिक्किमे बिहारीको कुनै हात छैन, हामी उहाँलाई चिन्दैनौँ र उहाँ चाहिँ बिहारी हो भनेर पनि कुनै पुष्टि छैन। अब यसलाई ऊ कहाँको हो, के हो, उसको मनमा के छ, उसले यो धरना कसरी दियो, किन भन्दा उहाँले त्यो बोल्दाखेरि उसले बोल्दाखेरि पनि कतिवटा कुरोहरू गटपटिएर कतिवटा ज्ञान नभएको कुराहरू उहाँले गर्दैछ। र यो बारम्बार हामी सिक्किम बिहारी जागरण मञ्चले नै भन्दैछौँ कि सिक्किममा आर्टिकल 371F छ र नै हामी पनि सुरक्षित छौँ। अनि हामी चाहन्छौँ कि आर्टिकल 371 जबसम्म सूरज चाँद रहेगा तब तक आर्टिकल 371F रहेगा। र यो दुईजना व्यक्तिले दिल्लीमा धरना दिएर आर्टिकल 371F उड्ने कुरो पनि होइन। यदि आर्टिकल 371F दिल्लीले उडाउँछ भने सिक्किममा पहिला राजालाई राजतिलक गराएर यहाँ राजतन्त्र बनाउनु पर्ने हो, र यो कुरो दिल्लीले पनि चाहँदैन, अनि सिक्किमे जनतालाई पनि यो ज्ञान भएको कुरो हो। र यसमा चाहिँ हामीलाई लाग्छ कि यो मुद्दामा यो हामी बिहारी समुदायलाई बदनाम गरिँदैछ, किन 2024मा चुनाव आउँदैछ अनि केही न केही बलिको बक्रा बनाउनु पर्ने भनेर हामी बिहारी समुदायलाई पनि यसमा मुसिँदैछौँ। र हामी सिक्किमे जनतालाई अपिल गर्न चाहन्छौँ कि यो मुद्दामा तपाईहरुले हाम्रो सिक्किमे बिहारीलाई नमुचिदिनुहोस् र यसमा सिक्किमको बिहारी जागरण मञ्चको कुनै पनि कसैको पनि केही हात छैन, न उहाँसँग सरोकार छ, न उहाँलाई हामी चिन्दछौँ। र सरकारलाई पनि हामी अपिल गर्न चाहन्छौँ कि ऊ दिल्ली जन्तर मन्तरमा जुन चाहिँ धरना दिएको छ, सरकारको एजेन्सी दिल्लीमा छ, उसलाई पक्राउ गरेर उसको पछाडि को छ, ऊ कहाँको हो, बा ISI को हो कि बा कुन एजेन्ट हो, उसलाई यो निदो खोजी गरेर हामी समक्षमा पनि राखिदियोस्। र उसले बारम्बार भन्दैछ कि उहाँको श्रीमती चाहिँ गभर्मेन्ट जब हो, ऊ गेजिङमा बसेको छ, उहाँको ससुराली पक्षलाई पनि निकालेर उसँग के प्रब्लम भएको छ, उहाँलाई यो कुरो गर्नलाई उसलाई के कारणले मजबुर गर्यो भन्ने कुरोलाई पनि प्रशासनले, गेजिङको SP ले, उहाँको विधायकले पनि यो कुरोलाई अगाडि उजागर गरिदिनु पर्यो। किन यसरी सोशल मिडियामा हामी बिहारीलाई यति साह्रो गाली हामी खाँदैछौँ, यति साह्रो हामीलाई नीच भाषा प्रयोग हुँदैछ, हामीलाई खेदाउने यो गर्ने भन्ने कुरा हुँदैछ, यो चाहिँ सतासत हामी बर्दाश्त पनि गर्दैनौँ। आज एउटा कुन चाहिँ बिहारीले या कसैले त्यहाँ दिल्लीमा यो धरना दियो भनेर आज हामी टार्गेट हुँदैछौँ भने 2-4 महिना अगाडि सिक्किमलाई एकीकरण गर्नुपर्छ भन्ने कुरा पनि मिडियामा आएको थियो, र त्यतिखेर पनि सिक्किमे जनताले उनीहरूलाई कन्डेम गरेन। र आज हामी यो कन्डेम गर्दछौँ, उनीहरूसँग हाम्रो कुनै पनि सरोकार छैन र हामी उहाँलाई चिन्दैनौँ, न ऊ हाम्रो बिहारी जागरण मञ्चको मेम्बर हो, न बिहारी सिक्किमे बिहारीसँग उसको कुनै पनि सरोकार छ। र यसलाई हामी अपिल गर्न चाहन्छौँ कि झट्टैभन्दा झट्टै यो कुरालाई तपाईहरुले सोशल मिडियामा ल्याइदिनु पर्यो कि यो के कारणले हो, कसरी हो। अनि यसरी सोशल मिडियामा पनि बिहारी समुदायलाई गाली गरेर उहाँहरूलाई सोशल अब टेन्सन दिएर चाहिँ यसरी चाहिँ सोशल मिडियामा तपाईहरुले पनि गाली नगरिदिनुहोस्। र सिक्किमे जनता, सिक्किमे बाउ आमालाई पनि हामीले रिक्वेस्ट गर्न चाहन्छौँ कि हामी इमानदार छौँ, हामी मेहनती छौँ र हामी गद्दार चाहिँ छँदै छैनौँ। यदि हामी गद्दार हो भने 31,483 फ्याक्ट CY मा कुनै पनि बिहारीको नाम छैन। यसले यो प्रमाणित हुन्छ कि सिक्किमे बिहारीहरू, सिक्किमको माटो, सिक्किमको वातावरण र सिक्किमे आमासँग चाहिँ कहिले पनि गद्दार गर्ने छैन र गद्दार गरेको पनि छैन। अनि अब बीचमा कुरा आएको छ 27 तारिक सिक्किम बिहारी जागरण मञ्चको सिङताम धर्मशालाको मिटिङको कुरो, त्यस विषयमा हाम्रो सिङतामका अध्यक्ष हुनुहुन्छ श्री दिलीप प्रसादजी, उहाँले यो विषयमा स्पष्टीकरण दिनुहुनेछ। नमस्कार, म सिङताम ब्रान्च प्रेसिडेन्ट बिहारी जागरण मञ्चको दिलीप प्रसाद। अस्ति हाम्रो जुन 27 तारिक सिङताममा एउटा मिटिङ राखेको थियो, त्यो विषयमा नि सोसियल मिडियामा धेरै आयो कि त्यो मिटिङको बाद भोलिदेखि नै यो प्रोटेस्ट हुन थाल्यो कि भनेर। त्यो मिटिङ चाहिँ हामीले
राखेको कारण के थियो, हाम्रो कतिवटा ब्रान्चको टेन्डर पुगिसकेको थियो, सेन्ट्रल कमिटीको टेन्डर पुगिसकेको छ। त्यो विषयमा इलेक्सन गरौँ, कसोबाट गरौँ, के गरौँ भनेर चाहिँ हामीले त्यो मिटिङ राखेको, अल सिक्किमबाट हामीले बोलाएर चाहिँ त्यसलाई हामी मिटिङ राखेको। त्यो कुनै हामीले यो असामाजिक जुन चाहिँ अहिले हुँदैछ त्यो विषयमा केही हाम्रो त्यस्तो छैन। यसलाई चाहिँ हामी पुरै खण्डन गर्नेछौँ। सिक्किम बिहारी जागरण मञ्चले यसलाई पूर्ण रूपले खण्डन गर्छ। 371F चाहिँ हाम्रो सुरक्षा हो। हामी यहाँ जति पनि दाजुभाइ नेपाली बिहारी र भोटे लेप्चा सबै कमिटीले हामी एकजुट भएर बसेका छौँ। यहाँ चाहिँ हामी एउटा नगरमास जस्तो भएर बसेका छौँ। हामीलाई चाहिँ यो तोड्ने प्रयास हो। त्यो कसको षड्यन्त्र हो हामी जान्दैनौँ। म सरकारलाई पनि अपिल गर्न चाहन्छु कि उहाँले यसको खोजी गरिदियोस् र हामी जुन नगरमास जस्तो बसेको छौँ हाम्रोमा फुट नहालिदियोस्। त्यो कसले खेल्दैछ, कहाँबाट खेल्दैछ त्यो हामीलाई याद छैन। म सरकारलाई अपिल गरेर उसलाई झट्टै बन्जरले पक्रा गरेर चाहिँ उसलाई कसले रहेछ, के रहेछ, ऊ यहाँको होइन पनि, हाम्रो कुनै पनि ब्रान्चमा सिक्किमभरिको हाम्रो कुनै पनि ब्रान्चमा उसको मेम्बरसिप पनि छैन, ऊ यहाँको मान्छे पनि होइन र उसले हामीलाई एउटा सिक्किममा बिहारीलाई बदनाम गर्ने काम गरिरहेछ। यसको उसको हामी घोर विरोध गर्दैछौँ। उसको जुन पनि उसले सिक्किममा हट्ने कुनै किमतले हट्ने छैन। त्यसलाई हामी उसको भावना हामी एकदम कन्डेम गर्दैछौँ। धन्यवाद। अनि हामीसँग हुनुहुन्छ भाजपाको अध्यक्ष, उहाँले 2 शब्द राख्नु। नमस्कार। म चाहिँ यो कुरामा एकदमै खण्डन गर्छु। यो चाहिँ एकदम नराम्रो हो। किनभने हामी सिक्किममा बसोबास गर्ने, हामी यहाँको हरेक आर्टिकललाई फलो गर्ने मान्छे हो र हामी जहिले पनि सिक्किमलाई माया गरेर हिँड्ने व्यक्ति हो र सिक्किमलाई जहिले पनि हामी मेहनत गरेर आइरहेको छौँ। र यो बाहिरको मान्छेले सानो सानो कुरा निकालेर अब 371 त भयो, सानो कुरा ठुलै कुरा हो। त उसले यस्तो कुरा गरेर चाहिँ हामीलाई पुरा प्रब्लम क्रिएट हुँदैछ र सोसियल मिडियामा कतिवटा मान्छेले नराम्रो कुरा लेख्छ। यसमा तपाईँले सोच विचार लेखिदिनुहोस्। किन हामी सिक्किम सबै एक हो। भोटे लेप्चा नेपाली र पुरानो बस्ने मान्छे सबै एउटै हो भनेर सोच्नुपर्छ यसमा। र जे पायो त्यो लेख्नु पनि हुन्छ, हामीलाई हक हुन्छ। किन हामी दुःख सुखमा हरेक साथमा हामी साथ दिन्छौँ है। त्यो कुराले गर्दा तपाईँहरूले बाहिरको मान्छे, त्यो मान्छे कहाँको आइडेन्टिटी नगरिकन तपाईँले यो कुरामा मतलब जे पायो त्यो नलेखिदिनुहोस्। त्यसमा पनि हामी हक भएको छ। र म सिक्किम सरकारलाई अपिल गरेर भन्न चाहन्छु यो मान्छे कहाँबाट हो, के हो। र उसले भन्छ कि सिक्किममा चाइनिजहरू पसेको छ। उसले कहाँबाट यो प्रमाण ल्याएको यस्तो खालको कुरा गर्दैछ। एकदमै हाम्रो समाज टोटली खण्डन गर्छ यसमा। र म अब कुरा के भन्छु भने सरकारलाई इन्फ्लक्सको कुरा, सिक्किम इन्फ्लक्स भइरहेको छ। म सिक्किम सरकारलाई अपिल गर्छु कि जो नानी यहाँ जन्मियो त्यसलाई चाहिँ अलिकति गरी खाने बाटो तपाईँ बताइदिनुहोस्। जो बाहिरबाट आएर बस्दैछ तिनीहरूलाई हामीले लिड गरेर जाँदैछ, मलाई त्यस्तो लाग्छ। र घर मालिकले पनि अपिल गर्छु, तपाईँहरूले अब उहिलेदेखि 15 वर्ष 20 वर्षदेखि दोकान चलाइरहेछ है। अब यहाँको जति पनि व्यापारी छ त्यो चाहिँ सिक्किमको माया गरेर खालि अलिक इमोसनल खालि नै हुन्छ। जस्तो यहाँको हम सिक्किमको जनता चाहिँ त्यो खालि नै हुन्छ। उसको मनमा छल कपड भन्ने हुँदैन। र बाहिरबाट आएर मान्छे मालिकले अलिक सुसु लगाएर उसलाई 10को जग्गामा 15-20 लगाएर त्यो बस्छ। त्यो बसेर अब त्यो मान्छे कहाँबाट आएको, उसको के क्राइम रेकर्ड छ त्यो पनि भेरिफाई गरिदिनुहोस्। र बस्ती बस्ती म हेरिरहेको छु, इन्फेक्ट गरिरहेको छु। त्यो चाहिँ अलिक रोका जाओस् होइन। आउने भविष्यमा यो बहुत नराम्रो हुनेछ भने त्यति मात्रै म चाहन्छु। र यो कुराले हामी पुरै सम्पूर्ण सिक्किमवासी जति पनि बिहारी समुदाय छ यसलाई खण्डन गर्दछ। र यस्तो खाले कार्य नहोस्। यसलाई अलिकति तपाईँहरूले सरकारको त्यो गरेर उसलाई पनिस गर्नुपर्छ। त्यति भन्नु। अनि फेरि पनि सिक्किम बिहारी जागरण मञ्चले उसको प्रतिक्रियालाई खण्डन गर्दै सिक्किम बिहारी जागरण मञ्चले यो पनि तपाईँहरूलाई अपिल गर्न चाहँदछ कि आर्टिकल 371F छ र राजाको टाइमदेखि नै राजा र गभर्मेन्ट अफ इन्डियामा एग्रिमेन्टमा पनि त्यहाँ बिहारी समुदाय मात्र होइन इन्डियन सिटिजनलाई पनि आर्टिकल 371F को एममा पनि हामीलाई सुरक्षित राखिएको छ। र हामी चाहँदछौँ कि हामीलाई कुन कानुनले हामीलाई सिक्किममा सुरक्षित राखिएको छ। अनि अघि क्रिस भाइले हामीलाई भन्नुभयो कि इन्फ्लक्स चाहिँ म सिक्किममा जनतालाई पनि अपिल गर्छु कि तपाईँहरूले रेन्टको लालचमा पुरानो 20-25 वर्षदेखि कसैले दोकान चलाउँदैछ भने नयाँ समुदायले आएर चाहिँ त्यो 25-30 हजार रुपियाँ रेन्ट तिर्छु भनेर पुरानोलाई हटाएर चाहिँ नयाँलाई रेन्ट तपाईँहरूले नदिनुहोस्। कहीँ न कहीँ इन्फ्लक्सको बढावा तपाईँहरूले पनि गर्नु हुँदैछ र कहीँ न कहीँ आर्टिकल 371F लाई मिसयुज हामीभन्दा बेसी चाहिँ तपाईँहरूले गर्नु हुँदैछ। र यसमा हामी बिहारी समुदायलाई चाहिँ यो चुनावको बलिको बक्रा बनाउँदैछ र हामीलाई पोलिटिकल मुद्दा बनाइँदैछ सिक्किममा। र सिक्किमको शान्तिप्रिय श्रृङ्खलालाई यहाँ ध्वस्त पार्नलाई कोही न कोही पोलिटिकल पार्टीको हात छ। र यसमा चाहिँ झट्टैभन्दा झट्टै तपाईँहरूले खोजी निदो गरेर हामी बिहारी समुदायलाई चाहिँ सिक्किममा सुरक्षित राख्नु पर्यो। किन हामी माइनोरिटीमा छौँ र माइनोरिटी सँगसँगै हामी मेहनती पनि छौँ र इमान्दार पनि छौँ। त्यसैले गर्दा हजुरहरूलाई हामी फेरि अपिल गर्दछौँ कि यो कार्यमा हामी घोर विरोध खण्डन गर्दै सम्पूर्ण सिक्किमे बिहारीको तर्फबाट यसलाई हामी विरोध पनि जनाउँदैछौँ। र यसमा हाम्रो सिक्किम बिहारी जागरण मञ्चको कुनै हात छैन। र धेरै सोसियल मिडिया र धेरै
फेसबुक मार्फत बिहारी जागरण मञ्चले कुनै कन्डेम गरेन, केही गरेन भन्दा हामी अतालेर यो विषयमा त्यो समयमा आएनौँ, किन भन्दा हामीलाई प्रुफ चाहिएको थियो र यसको मेन जड के हो भनेर। र हजुरहरूले पनि उसको मेन उसले भन्दैछ म बिहारको भागलपुरको हुँ भनेर, गोपालगञ्जको हुँ भनेर, तर बिहार र सिक्किमसँग कुनै केही रिलेसन छैन। उसको कुरामा ऊ बिहारलाई विशेष राज्यको पनि कुरा गर्दैछ, आर्टिकल 371F को पनि कुरा गर्दैछ, अनि चाइनिज इन्फोर्सको कुरा गर्दैछ। उसलाई त सिक्किमको भूगोलै थाहा छैन, उसलाई सिक्किमको हिस्ट्री नै थाहा छैन, सिक्किमको कानुन उसलाई थाहा छैन। र सिक्किमे जनता पनि पेनिक नभइदिनुहोस्, हाम्रो आर्टिकल 371F जम्मू एन्ड काश्मीरको 370 भन्दा स्ट्रङ छ र यो सधैँ पनि सिक्किमको सुरक्षाका लागि चाहिँ यो रहिबस्छ। र हामी पनि चाहन्छौँ कि बाँचुन्जेल जब तक सूरज चाँद रहेगा तब तक आर्टिकल 371F रहेगा। तपाईहरु पेनिक नभइदिनुहोस् र कुनै पनि पोलिटिकल पार्टीले सिक्किममा आगो लगाउने र हाम्रो माझमा झगडा लगाउने तपाईहरुले यो षड्यन्त्र नरचिदिनुहोस् भन्दै म प्रेस वक्तालाई समाप्त गर्न चाहन्छु। धन्यवाद।